अहिले हामी ढुङ्गाको नहरको यो बाटो लाग्दैछौँ। अनि अब सिधा हामी पल्लो बाटो आएको थियौँ हाइवेको। अलिकति मजाले ड्राइभ गर्नु मिल्न सकेको अवस्थाले गर्दाखेरि भन्नु मामा तपाईँ यस्तो बाटोमा कुदाउन सक्नुहुन्न, यदि थाहा छ बाटो के बाटो जाउँ ल भनेर भाइले भन्नु भन्दाखेरि हामी जस्तो अहिले त्यता ग्रेभ्यू बाटोतर्फ लाग्दैछौँ। तपाईँले यहाँनिर हेर्नु सक्नुहुन्छ नहरको पानी पनि छैन, सबै त सुकाइदिइसकेको रहेछ। सबैसँगले अहिले हामी चाहिँ अब जुम्कातर्फ लाग्दैछौँ गाइस। बाँकी पुरा भिडियो चाहिँ हाम्रो आशिष राई डब्ल्युजी युट्युब च्यानलमा गएर चाहिँ तपाईँहरूले त्यसमा चाहिँ गएर होइन क्लिक गरिदिनु होला र हजुर लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला गाइस। सबैजनाले हाम्रो पुरा भिडियो चाहिँ त्यो युट्युब च्यानलमा देख्नु सक्नुहुन्छ। र मेरोमा चाहिँ अब के भनौँ भने नि मेरोमा चाहिँ अलिकति अब के छ भने अब पुरा भिडियो चाहिँ म अपलोड गर्दिनँ क्या, अलिकति सर्टकट मात्रै गर्छु। त्यही भएर पुरा भिडियो चाहिँ हाम्रो भाषा युट्युब च्यानलमा छ है गाइस ल। अब हामी सर्व ढुङ्गातर्फ लाग्दैछौँ। टाढान पानी अलिअलि रहेछ नहरमा, पौडी खेलौँ भने पनि आउँदैन गाइस। झट्टसँगले लाएर हो अब हामी झट्टसँगले अब मुभ गर्दैछौँ। भाषा आशिष राई भाषा ड्राइभर गर्दैछ।